गाइस सबैलाई वेलकम छ मेरो रिएक्सनमा सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ मैले लिएर आएको छु नाम चाहिँ थाहा छैन नयाँ र्यापर हो हैन एएमजी इबीके जहिले बाहिर भन्ने हैन कस्तो छ सुन्दिम अनि हेर्दिम रिएक्सन कस्तो हुन्छ ल नयाँ र्यापर हो जहिले बाहिर हप्सी जस्तै छ त पुरै जिउहरु ट्याटो अनि कपाल त्यस्तै कपाल त्यस्तै हप्सी जस्तै छ त थुप्रा पनि सेम हप्सीहरु हुन्छ नि अफ्रिकाको त्यस्तै छ त क्वालिटी घटो एकछिन है क्वालिटी ठिकै छ त बस्दैन मलाई त मुज्जी खान मन छैन बे बस्सली परे थाहा मते पासका बस्छ त्यो गर्दिन्छु म त्यसको बस्दै सरै बस्दैन मलाई त मुज्जी खान मन छैन बे बस्सली परे थाहा मते पास सेम हप्सी जस्तै सेम केही छुटेको छैन सेम हप्सी का बस्छ त्यो गर्दिन्छु म त्यसको बस्दै सरै जहिले बाहिर थाहा हुन्छु खोज्नु पर्दैन मलाई हरामी बानी आज आउँछु टेन्डर भोलि पुग्दिन्छु तरै ठ्याक्दैन मलाई केही मुज्जी केही लाग्दैन दसवटा पुल मैले चलाइ के फरक छ मलाई के त भन् तेरो थोप्रा र कुचेको परै हैन म मुजी र्यापर हैन म मुजी र्यापर हान्न मन लाग्दैन जोक भन्छ बाहिर आइज बाहिर जानु पर्छ खाली हुन्छ मुजी पुरै चोक यो फ्लेप अब भित्र बढ्छु घाटी के स्पाम मिसाउँछु रोज नेट स्लो भइदियो भिडियो बनाउने बेला यस्तो भइदिन्छ नि हैन पारो तातेर आउँछ क्या मेरो ए तेरो उयो बन्द गर्ने एकछिन भिडियो बनाउनलाई म चाहिँ आलु माथ सिक्ने रन्डीको मान म चाहिँ नेट भोस्टीवाला मादर सोत कस्तो नेट स्लो हो गो म चाहिँ आरामले भिडियो बनाउन पाइँदैन लामो मेरो सब कुरा कालो बन मलाई ब्ल्याक अन ब्ल्याक मेरो बाहिरमा कोबी र स्याक कस्तो मजी रहेछ क्या माथ सिक्ने थुक्क नो फेस नो केस मेरो सब कुरा कालो बन मलाई ब्ल्याक अन ब्ल्याक मेरो बाहिरमा कोबी र स्याक म पुरै क्वालिटी घटाइदिन्छु बरु माथ सिक्ने भनेछ यो फेरि स्क्रिनमा कुन चाहिँ किरा आएर बस्दैको बाटोमा हान्छु र्याक हामी स्वयम्भू मुजी म्याक म क्ल्यास आउट हान्छु क्ल्यास चिरी मुजी त्यो पेटभर इट्टा किन भागेस मैले मुजी फिर्ता लिन्छु तेरो पैसा सिक्री केटी पाउँदैनस् के मुजी फिर्ता फेरि नेट स्लो हुँदैछ बक्स पेट चिर्दा झन् दुख्छ भित्र छिर्दा काट्यो त्यसको हात नि फिल्ला निधारमा 10 वटा किल्ला मेरो दिमागमा पैसा अलिअलि फेस चाहिँ हैन मेरो ससुरासँग मिल्छ है हाइट पनि जिउ पनि त्यस्तै छ पैसा दिमागमा चाहिँदैन मायाका भाग देख्छस् दुःख मुझे हेर मेरो आँखा जुबरी काटेको डाम र टाका मुझे जुबरी सिकिरा बाबा मुझे भोकल पनि डेन्जर छ क्या भोकल चाहिँ अलिक ग्याङस्टर टाइपको होइन ब्याक्लो मेरो त्यस्तो भोकल भएकोमा पनि हात निकाल्थ्यो होला कि मेरो भोकल हान्दा हान्दै पातलो पातलो हुँदा हुँदै बोली लटपटिहाल्छ यस्तो बाक्लो भोकल भयो भने होइन ऱ्याप भन्दाखेरि बोली लटपटिँदैन यस्तिकै म बोल्दा त बोली पुरै लटपटिन्छ
मलाई तँ मुजी खाना मन छैन बे बस्छले पढै फाँपदे पासका बस्छ त्यो पढिदिन्छु म त्यसको बस्छ सरै बस्दैन मलाई तँ मुजी खाना मन छैन बे बस्छले पढै फाँपदे पासका बस्छ त्यो पढिदिन्छु म त्यसको बस्छ सरै सक्यो अझै छिटो गत मेरो आँखामा केही नि देखाएको छैन मेनी मे मलाई मार्न खोजिरहेछ सामान मेरो हातमा मलाई केहीको बाले छैन एमजी अरे चिया बेबी जहिले बाहिर सोम्बु स्ट्रिट राति बेला भन्छु सामानजी दाजुभाइ साथमा जहिले रिस पछि परिरहेछ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी तँको बोक्छु भन्छु तँलाई पोकी आगो बलिरहेछ मुझे चौकी So guys यति चाहिँ मेरो बोली फेरि ब्लड पटिन थाल्यो ल सो गाइज आजको लागि यति नै होइन भिडियो इन गर्न लागेको छु फेस चाहिँ होइन यसको फेस चाहिँ मेरो सब्सक्राइबरसँग अलिअलि मिल्छ हाइटहरू अहिले मेरो बुढी आयो भने मार्छ होइन हाइट जिउहरू सेम ससुरा जस्तै छ होइन अनि हेर्दा हप्सी जस्तो पनि छ नेपाली हो कि अफ्रिकाबाट आएको हो यो मान्छे होइन हप्सी जस्तो पनि छ गीत पनि दामी नै छ अलिक ग्याङस्टर भाइबको होइन डेन्जर लाग्यो मलाई चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होइन अनि म चाहिँ यति भन्दा भिडियो इन गर्दैछु भेटौँला फेरि हामी नेक्स्ट भिडियोमा अर्को भिडियोमा होइन अनि लाइक कमेन्ट सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला ल ल बाई बाई